कपाल कर्ली त हुँदैन थियो होला कि तर यसो एक दुईवटा केटीहरूले कर्ली कस्तो मनपर्छ खायो आई लभ यु बेबी बुहारी ल्याउने पाल्ने हुन्छ Oh my god, it's Maron! गर्लफ्रेन्ड छैन हो के छ त यार गाइड सन्चै सुस्दै आरामै हुनुहुन्छ खाना भइसक्यो मेरो भएको छैन अनि वेलकम टु आवर ब्लग आफ्टर लङ टाइम भन्दा पनि लगभग भएछ होला हौ 3-4 महिना पनि भइसक्यो त मैले ब्लग नहालेको अनि आज चाहिँ यस्तो हालिदिउँ न त बनाइदिउँ न त भनेर कन्फिडेन्टको बडी पो देखिदिएको छ कन्फिडेन्सको साथमा आइरहेको छु अब एक दिनपछि फेरि यो कन्फिडेन्ट लो भइहाल्छ मलाई थाहा छ अल्छी भएको छु नि त म अनि त्यही हो सन्चै हुन्छ नि धेरै बेरपछि मलाई देख्नुभयो ममा के चाहिँ देख्दैन छ गाइस कपाल कर्ली भइसकेको छ मेरो कपाल कर्ली त हुँदैन थियो होला कि तर यसो एक दुईवटा केटीहरूले कर्ली कस्तो मनपर्छ भने अन्त म पनि बनाइदिन्छु नि त भनेर चाहिँ बनाइदिएको पल्लो कोठामा जाउँ धेरै बेरपछि के छ भ्लग आज धेरै बेरपछि भ्लग के छ त सन्ध्या हेलो सानी खायो हेलो पिरो छ अनि के छ त मम्स ठिकै छ के भन्दै भोक लाग्यो बात दुई शब्द भन्दैन न आई लभ यु बेबी छोरो हो ए छोरो माया गर्दिनु रे माया गर्दिनु अर्कोपट्टि म यतिको माया पाएपछि त फेरि के पाएको त आज हाम्रो किचनमा हेरौँ ल आज स्पेसल्ली सन्जाले पकायो यहाँ रहेछ यो के हो यो सिबीको तरकारी भात यहाँनिर ग्लास छ यहाँनिर पानी यहाँ फ्रिज यहाँ जुठो भाँडा पनि रहेछ गाइस माया बसिसक्नुभयो अनि अर्को कुरा त भन्ने बिर्सेको यो चाहिँ मेरो नयाँ मोबाइल हो पुरानो मोबाइल चाहिँ पाँच घर जाँदाखेरि होला त्यो भ्लग सब बनाइन त्यही भएर त्यो त्यहाँ भएको भ्लगहरू सबै हटिसकेको थियो अनि मोबाइल बसिरहेको हुन्छ मम्मीले अनि त्यहाँ भएको भ्लगहरू हटिसकेको छ अनि यो नयाँ मोबाइलबाट बनाउँदैछु यो चाहिँ ओप्पो किन प्रमोसन गर्दिनँ आमामा यो फोन मलाई मनै परेको छैन यो फोन झुरो त्यो भएर यो फोनको प्रमोसन गर्दिनँ म यो फोनको प्रोसेसर एकदम हावा छ यो ओप्पो F8 Pro त्यही हो होइन हामीले यसलाई यसरी खानुपर्ने हुन्छ धेरै त फुल्केको मैले हाम्रो मम्मी त माम पस्किँदा त कति राम्रो देखिनु रहेछ कान्छो हो भनिदिनु न एकचोटि कान्छो भनिदिनु न मम्मी भएपछि त के भाँडामा अनि त्यो तँलाई मैले भाँडा माझी जन्माइ हुर्काइ बढाइ यत्रो बनाएँ अब तैँले भाँडा माग्नु बेला होइन बुहारी ल्याउने पाल्ने हुन्छ छैन अनि के पाल्ने खुबी बनाउनु पर्छ होइन त्यही भएर बुहारी पाल्नु पर्छ लाइक गर्नुहोस् गाइड सब्सक्राइब गर्नुहोस् पाल्ने खुबी बनाउनु पर्यो नि त गाइड भन्नु न लाइक सब्सक्राइब भन्नु न मेरो छोरालाई मलाई चाहिँ मनै परेको छैन भन्नु न त यसो यो हेर्दा हुन्छ पछि भन्नु मेरो छोरालाई लाइक सब्सक्राइब गरिदिनु होला धेरै धेरै हेरिदिनु होला भाइरल गयो पुरै नगर आफ्नो भविष्य बनाउनु कुरो गर छोडी न म बुढी ल्याउँछु जिस्किको त म त बुढी नै नल्याउँदा खुसी हो त मम्मी खुसीले मात्रै भएन नि भविष्य पनि बनाउनु पर्यो त्यस्तो त भएन सन्तान चाहियो नि वंश विनाश सन्तान मलाई के भन्छ एडम के अरे सन्तान जे बाते नबोले हेर यहाँ धन्दा राखेर यहाँ मलाई खुट्टा बोकाएर यो मोबाइल चलाउँदैछु झन् म चाहिँ साह्रो अल्छी भइरहेको छु हुँदैन काम गर्नुपर्छ काम गर्नुको लागि कुदिसकेपछि ज्ञान जानुपर्छ यहाँले यस्तो गर्नुपर्छ अनि यसलाई यस्तो पछाड्नुपर्छ अनि यसलाई यस्तो पछाड्नुपर्छ यो सिरानीको खोला निकाल्नुपर्छ दिन्छ होला यसलाई पनि यस्तो गर्नुपर्छ अनि यसको वस्त्र उतारिदिनुपर्छ हामीले बिस्तारै रेडी बनाइसकेको छु समेट्नुपर्छ
समेट्नुपर्छ कुद्नुपर्छ फेरि कुद्नुपर्छ यस्तो जानुपर्छ यहाँ सन्दासे अनि यहाँ यस्तो गरेर ठ्याक्क खोल्नुपर्छ अनि त्यसपछि यसो गर्नुपर्छ गाइस यति गर्ने मैले ढडाइदिने अनि ढडाइदिनु मोबाइल चलाउने मोबाइल चलाएपछि म मोबाइल चलाउँदाखेरि भ्लग गरिदिनु बाई बाई गाइसहरू मेकअप हान्दैछन् यहाँनिर मेकअप हाम्रो लुगा अब यो लुगालाई मैले धुनुपर्ने हुन्छ होइन यो लुगालाई धुनु अनि मैले मम्मीको राम्रोलाई हनुमानलाई कुदाइ खानुपर्ने हुन्छ लोक हाम्रो चाहिँ केटाको साह्रै परिश्रम गर्छ मेहनती रहेछ भन्छ तेरो भ्लग हेरेर अनि त्यति त लाइन लाग्छ कि कति काम गर्नु भात खाँदो रहेछ मोबाइल हेर्दो रहेछ सुत्दो रहेछ लुगा धुनु रहेछ यत्रो ड्युटी यत्रो जब भएकोसम्म त जिन्दगी दुःख पाइँदैन भन्दा लाइनमा हाल्छ मेरो प्रशंसा गर न यहाँ 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के मम्मीले त्यस्तै भन्नुहुन्छ मलाई जागिर यत्रो छ मेरो छोराको सबैजना काम त सातवटा पाल पाल्छ नि अनि के गर्छ भन्दा माम खान्छ अनि त्यहाँदेखि सुत्छ मोबाइल हेर्छ लुगा धुन्छ त्यस्तो जागिर छ गाइस यो चाहिँ म ड्रिल हान्न आँट्दैछु यी क्या रे हालत नगर्नु पर्ने भयो गाइस साथीहरू म त नुहाएर त झन् कर्ली कपाल देखिँदो रहेछ त अनि एकदम है अघि ड्रिल गरेर मैलो भएको थिएँ सन्ध्या र म चाहिँ जाँदैछौँ कहाँ गएको सन्ध्या हामी चटपटी खान स्पोन्सर बाई सन्ध्या तर म अस्ति भ्लगमा लजाउँदिनँ चाहिँ आज भोलि त लजाउन थालेछु किन लजाउने कसले दिन्छ मलाई कसले दिन्छ हौ कस्तो बोल्यो सन्ध्या म खतरा भ्लगर जस्तो गर्न चट्ट यस्तो गर्छु छिटो न म यस्तो गर्छु नि केटीहरूले त्यस्तै गर्छन् त्यस्तै गर्छन् होइन केटीहरूले गर्छन् ल तर कस्तो भाइ गाइस कपाल चाहिँ जहिले यस्तै भइरहेको भन्छ नि फेरि म यो केटीहरूलाई चिन्दिनँ नि फेरि म यो रोड क्रस गर्न डराउँथे यसलाई सानो नानी जस्तो रोड क्रस गरेर डराउनु पर्छ सन्ध्या दिदी यस्तै हो हाम्रो सन्ध्या दिदी कसलाई हो म त चिन्दिनँ गएकोलाई सन्ध्या म त चिन्दिनँ गएको त्यो चाहिँ हेर्न सक्नुहुन्छ बिटटामोटको एकदम खतरा खालको स्विमिङ पुल हो यो यहाँनिर चाहिँ भन्नुहुन्छ भने एक खालको अत्तरको स्मेल आउँछ त्यो अत्तर चाहिँ भन्नुहुन्छ भने त्यो खै के जति चनेल कि खनेल भन्ने त्यो महँगो ब्रान्डेड पर्फ्युममा युज हुन्छ पक्कै त भाइ तँ देखाएर बोल न म त भाइ म आउँदिनँ अस्तिको छ नि फेरि मसँग बोल्ने मलाई मन छैन तँसँग कड्डी हुन्छ नि फेरि त्यही त गाइज मलाई बोल्ने मनै छैन कस्तो मलाई फोन दिइरहेको छ यो केटोले ओ केटो त गर त ब्लग यो केटी देखेर भ्लग गर्न लजाएको हो होइन मलाई मुड छैन म कति टाइमदेखि मैले ब्लगै गरिहाल्नु कहाँ हिँडेको तिमी कता खेल्न कोसँग कस्तो साथी केटी साथी केटा साथी ए केटी साथी छैन गर्लफ्रेन्ड छैन मेरो उमेरमा त मेरो 4वटा गर्लफ्रेन्ड थियो यार एम्बो भनेको ए आज भ्लग बनाएको या हेलो गर्न त्यो नुन खाएको कुरा जसरी होइन हौ चाहिँ हामीले चाहिँ 2टा थाल रित्याइसक्यौँ चटपटे खाएर हाम्रो केटाहरू त मोबाइलमै घुरिरहन्छ ओइ ए मलाई लाग्यो फोटो खिच्दै होला त विशाल केही त भन्न हौ भिडियो लगाइछ है आजको भ्लग यस्तै भयो होइन यतैतिर व्यवस्था हानिदिएको थ्याङ्क यू फर वाचिङ बाई सी यू टुमरो